Murder on call with the fight now. 20 years and it seemed like a lifetime. I've been hanging every day from a lifeline. Why these fuckers tell her dinner every night? So good morning guys, अहिले चाहिँ हामी गोरु दिनु जाँदैछु जोत्नलाई टक्कसँगले मकै पनि छरेको छैन अब यस्तो गोरुसोरु ल्याएर जोत्नु पर्यो टक्कले होइन गोरु ल्याएपछि हजुरहरूलाई जोतेको देखाउने छु उता उता मम्मीहरूले गर्दै हुनुहुन्छ झारसार यसो टक्कसँगले होइन उता बिग फ्यान दिइरहनु भयो ओ बिग फ्यान भन्ने मान्छे त्यहाँ देख्न सक्नुहुनुहुन्छ यो भाइले जोत्दैछ म जोतेर थाकिसकेँ अब यसको पालो पदमै यता हेर्दै नि त मकै छर्दैछु म चाहिँ टक्कसँगले देख्न सक्नुहुन्छ राम्रोसँग जोतै पर्दैन त्यो एकछिनको लागि मात्र हो कि सो गाइस अहिले चाहिँ अर्को घर आएको छु यहाँ गोरुले यहाँ अड्केर हेर्नु देख्न सक्नुहुन्छ आँपको गाँसीनिर त्यो गरेर जति जोतेर सकिसकेको छ सक्नुहुन्छ गरेर सब सकिसकेको छ अब पल्लो बाँकी छ पल्लो गरातिर उता पछाडि अहिले चाहिँ म पारिगाउँ जाँदैछु जोत्नको लागि भाइहरू जोत्दै रहेछ म चाहिँ भर्खर सुतेर उठेछु त्यो भाइहरूले पनि उठाएन त्यो गएर भेटौँ हजुर गाइस अहिले चाहिँ म आइसकेको छु भाइहरूले जोत्दै रहेछ टक्कसँगले जोतेको ठाउँमै आइसकि कुन यो मासलो गरा पनि होइन यो गरा जति नै भ्याइसक्नु थाल्यो अब यो गरा एउटा चम्पुतले यहाँनिर माथि जा माथि ढेकाल न ढेकाल ओइ माथि जा निस्के ये छोड्ने हान्दिन अरे फेरि वक्को जोडी आयो माथि जा माथि निस्के के चोला निस्के ओइ त्यो अलि यता म पनि ठेले निस्के अरे चलो जरा भैया लो किन हम सँग माथि जा माथि निस्के हजुर माथि जा माथि जा सँगसँगै आयो भनेको यो त सक्दैन हैन जोतेको छ ल हेर हजुर छैन नि त्यही भएर यसो जोतिन आएको माथि जा हजुर
आफूले चाहिँ सिक्यो छिटो कहाँ राजुले पनि जोतेको छ त जोत्छ नि राजुले पनि लड्दै जोत्छ माथि जा माथि माथि जा माथि जा माथि बाउको त लट्ठी पनि थिएन हातमा सो गाइस हामीले चाहिँ अहिले जोतेर पनि अब भात खान जाँदैछु गाइस म पनि हो यता पनि देखिस् त पनि देखिरहेछ सोग्यो अनि यता अमितै छ कालो छ म गोरो छ किन देख्दैन अमितलाई देख न ए अमित यता हेर अब्जी भन्दा कम छैन यसले भेज धन्न मात्र जानिरहेछ सकाइदिए 50 रुपैयाँ मलाई दियो तिम्रो 25 गर्नु के बोले भाइ के बोले ए फोन लाम फोन बाटो कता हो कता सो गाइस चढेपछि भात खाएर अब आजलाई यति नै हो मन परेमा लाइक सेयर सब्सक्राइब हानिदिनुहोस् होला